छेउपट्टि पैसा राखेँ केटा छेउपट्टिमा राखेँ उँधो जान्छ फेरि गाडी उल्टिँदैछ कहाँबाट कता आएर है हाम्रो सब्जी आउनु भएछ त काममा चाउमिन यो चाहिँ 1 लाख पायो भने पनि चाउमिन खानु हो सुरुमा चाहिँ 1 हात चाउमिन पहिला मसला है गाइस चाउमिन चाहिँ खाने 700 नै भन्छ चाउमिन चाहिँ खाने सुँगुरको मासु खाएको भनेर भन्न हिजो मात्र सुँगुरको मासु खाएको भरे फोटो राखिदिन्छ पिस चाहिँ गरेर हुन्छ हो त Halo ya saudara. Coba. चाउमिनको खाने जान जाओ सब कुरा खाने रे छोड्ने रे बनसले भाकाले हालेर पछि टिभीले म्याक्टी भयो भने जस्तो अनि पिकेले भयो भन्छ मामाको पसन्द जबरा लेसे फुसुल पनि लाग्छ बाटो देखाउँछ हामी चटपटी खाइदिन्छौँ दाइले ल सन्चै यतिको मात्र ल यहाँ किन्ने जति चाहिँ खोर्सानी चाहिँ दामी चाहिँ चटपटी चाहिँ कस्तो खालको खाने चिकन चटपटी केटाहरू पैसा कमाएर आज चिकन चटपटी खुवाउँछ होला सागा मुरैमा त धेरै हाल्दैन त्यस्तो खाले लास्टमा चाहिँ मुरैमा त ज्यादा भयो राम्रो काटेको चाहिँ कस्तो गइरहेको काट्नु बनाएको त यो घाँस माछ पठाउने कागज सोच्दैछ यहाँ मैले घरमा राखेको चिज कसरी यहाँ आयो भने मादेको तेर्सो लगाएर चाउमिन खानु भएको सागरले चाउमिन खान्छ
सागर र चाउमिन खाने यन्त्र त यता पो आइपुगेछ त यहाँ चटपटे मगाएको यसले मगाएको है यत्रोजनाले चाहिँ कति मगाएको है 50 को फेरि 50 फेरि आउँछ मासु बाइक चाहिँ सागर पनि मिठो 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 भन्नु नि